सुन्नुहोस् न तपाईँ कति उमेर पुग्नु भयो अरे अहिले अब आधार कार्डको उमेर बताउनु भन्छ हजुर 64को जन्म 67 अँ, 6-7 67 होइन भने जन्म चाहिँ 64को बनाएको छ कि हजुर के अरे उमेर चाहिँ यहाँ चाहिँ आधार कार्डमा चाहिँ ए हजुर यहाँ चाहिँ कहाँ आउनु भएको तपाईँ नरेगामा ए नरेगामा काम गर्नुहुन्छ हजुर नाम आएको थियो कि हजुर ए नरेगामा नाम आउँछ अहिले अब तपाईँ 67 पुग्नु भयो है अन्त यो उमेरमा काम गर्दाखेरि आउँछ जोस 64 64 मा 64 मात्रै बनाएको छ आधार कार्डमा चाहिँ होइन हौ यो उमेरमा काम गर्दाखेरि 64 जन्मेको तपाईँले खाना होइन होइन हौ यो उमेरमा काम गर्दाखेरि आउँछ तागत भनेको तागत त अब यत्रो ढुङ्गा उचाल्नु पर्यो भने सकिँदैन नि अन्त? गर्नुपर्छ सानो सानो टिप्नु सकिन्छ ए हातमा कति पाउनुहुन्छ नरेगाबाट दिनमा त्यसरी उयो टिपेर दाजुलाई दिन्छु उहाँले लाउनुहुन्छ दिनमा कति पाउनुहुन्छ 249 हुन्छ है ठिकै छ ल खाना राम्रो खानुहोस् ल ल त्यसो भए भेट्दा गरौँ केही पऱ्यो भने भन्नुहोस् न मलाई ल यहाँ मरौदेखि घरसम्म आएको यही गाडीमा हो मेरो गाडीमा हो त मेरो गाडीमा आउनु भएको बाटोमा रोक्नु ल मेरो गाडी त्यसो भए ल बस्नु त्यसो म गएको ल अशोक यही कृष्ण प्रधान सबै लस्करै तिनजनामा हजुर। एकजना किन देखेको हो मैले चिनेको होइन भन्दाखेरि अफिसमा भेटेको भनेर यहाँको कान्छीबाट थियो भनेर है उहाँले खस्नेको कान्छीबाट थियो भने हजुर 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 उनीहरू आफ्नो आफ्नो मान्छे रहेछ नि त कृष्ण हाम्रो भदनी ज्वाइँ अशोक ज्वाइँ पनि उनीहरू एउटै दिदीभाइको छोरा ल त्यसो भए बस्नुहोस् म गएको ल हुन्छ बस्नुहोस् ल म गएको ल जानु पर्यो ल अब जानु आशीर्वाद होइन म काट्दिनँ म काट्दिनँ ल राम्रोसँग बस्नुहोस् ल त्यसो भए के भइहाल्छ केही भयो भने मलाई फोन गर्नुहोस् न ल नम्बर उयो भाइकोमा भाइ तपाईँ नम्बर दिनुहोस् न उहाँलाई धामी जो मेरो ए बानी छु तपाईँलाई मैले जे भन्थ्यो गर्नुहोस् न ल ल बस्नुहोस् त सबैजना ल गएकै हामी ल ल अन्त